पेट दुख्यो भनेर जुकाको औषधि खुवाइएकी 14 वर्षीय बालिकाले बच्चा जन्माइन्, गाउँ नै स्तब्ध। डडेलधुराको परशुराम नगरपालिकाकी 14 वर्षीय एक बालिकाले बच्चा जन्माएपछि गाउँलेहरू आश्चर्यमा परेका छन्। बालिकाले हजुरबुवा नाता पर्ने 58 वर्षीय पुरुषको बच्चा जन्माएको खुलेको छ। पटक पटक बलात्कार गरेका ती पुरुषले कसैलाई भने मारदिने धम्की दिएकाले बच्चा जन्माएपछि मात्र घटना सार्वजनिक भएको हो। बालिकाका बुबा 70 वर्ष नागेका वृद्ध छन् भने आमा कान नसुन्ने फरक क्षमताकी रहेकी छन्। त्यसैले छोरीको अवस्थाका बारेमा उनीहरू बेखबर रहेका थिए। प्रहरीका अनुसार फागुनको पहिलो साता बालिकाको पेट दुख्यो भनेर रोइकराइ गरेकी थिइन्। त्यसपछि उनलाई जुकाको औषधि खुवाइएको थियो। औषधि सेवनपछि केही विषेक भए पनि 15 फागुनमा बालिका पेट दुख्यो भनेर छटपटिन थालिन्। त्यसपछि उनलाई अत्तरिया अस्पताल लगिएको थियो। उनले त्यहाँ बच्चा जन्माएको बताइएको छ।